असल सोच अनि असल कदम, त्यो कदम समर्पण हुनेछ सकारात्मक परिवर्तनको लागि। नमस्कार, म विकी पुलामी। मोके हाउस अनलाइन टेलिभिजनको यस न्यू एपिसोडमा हार्दिक स्वागत छ। आज हामीसँग हुनुहुन्छ नेपाल मगर सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुन मगरज्यू। उहाँ अमेरिका छोटो भ्रमणको निमित्त आउनुभएको छ। उहाँको मुखबाटै सुनौँ उहाँको अमेरिका भ्रमण र यी सबैबारे। स्वागत गर्न चाहन्छु म कार्यक्रममा ज्ञानेन्द्र सर। सर तपाईँलाई हजुर अहिले तपाईँ न्युयोर्कमा हुनुहुन्छ। अमेरिका भ्रमण कति दिनसम्म र तपाईँको भ्रमणबारे अलिकति बताइदिनुहोस्। सर्वप्रथम त यो टेलिभिजन हेरेर बस्नु सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ सबैलाई भर्खरै नेपालमा चाहिँ नयाँ वर्ष सुरु भएको छ। नयाँ वर्ष 2083 हार्दिक शुभकामना दिन चाहन्छु। र यो टेलिभिजन हेरिरहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीलाई चाहिँ म अमेरिका चाहिँ खास गरी म नेपाल मगर सङ्घको काम समयले मगरसम्म कुरा यहाँ जोड्छु। तर चाहिँ म चाहिँ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान चाहिँ नेपाल सरकार एउटा त्यस्तो एउटा निकाय छ। त्यो चाहिँ नेपाल सरकारको एउटा आदिवासी जनजाति सम्बन्धी हेर्ने एउटा महत्त्वपूर्ण निकाय भएको नाताले त्यो निकायको म सदस्यचिव भएको नाताले म चाहिँ यहाँ चाहिँ आएको छु। र यहाँ चाहिँ संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष आदिवासी जनजातिहरूको सवालमा युनाइटेड नेसन पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्युज भन्ने हरेक वर्षमा चाहिँ कार्यक्रमको अर्गनाइज गर्छ। यो कार्यक्रममा नेपालबाट हरेक वर्ष चाहिँ हामी सहभागी हुने चलन छ हाम्रो प्रतिष्ठान आदिवासी जनजाति प्रतिष्ठानबाट। र त्यसै क्रममा चाहिँ म एउटा नेपालको हेड अफ द डेलिगेसन चाहिँ भएको नाताले चाहिँ म चाहिँ यहाँ आएको छु। र मेरो चाहिँ कार्यक्रम नियमित रूपमा यो अप्रिलको 20 गतेदेखि चाहिँ मार्चको चाहिँ मेको चाहिँ एक चाहिँ उसम्म एकसम्म चाहिँ मेरो कार्यक्रम हुन्छ। र त्यसपछि म चाहिँ 5 मेमा चाहिँ म नेपाल फर्किन्छु। र खास गरी म यही सिलसिलामा चाहिँ म चाहिँ अमेरिका आएँ। तपाईँको अमेरिका बसाइ जे जति उद्देश्यले आउनु भएको छ तपाईँको सबै सफल होस् भन्ने कामना हामी मगर हाउसलाई गर्छौँ। तपाईँलाई पहिलो प्रश्न, तपाईँ विभिन्न देशहरू घुम्नुभयो होइन? विभिन्न देशमा मगरहरूको अवस्थालाई पनि बुझ्नुभयो होला। डेफिनेटली नेपालको अवस्थाबारे त तपाईँ नेपालको मगर सङ्घको अध्यक्ष मात्र नभइकन मगरहरूको हरेक कुराहरूलाई नजिकबाट निहाल्नु भएको व्यक्ति, मगरहरूको इतिहासबारे निकै नै जानकार राख्नु भएको व्यक्ति होइन? यो सबै कुराहरू हेर्दा अहिले तपाईँको नजरमा र तपाईँले देखेको मगरहरूको अमेरिकामा अवस्था कस्तो छ त? खास गरी आजको दिनमा मगर समाज र समुदाय नेपालको मूलवासी आदिवासी समुदायमध्ये सबभन्दा प्राचीन र सबभन्दा आदिमकालदेखि बसोबास गर्दै आइरहेको पुरानो र सबभन्दा धेरै जनसङ्ख्या भएको मगर समुदाय हो। तर यसो हुँदै गर्दाखेरि आज देश अथवा विश्व एउटा चाहिँ सानो एउटा चाहिँ ग्लोबल भिलेज अथवा सानो गाउँ जस्तो भएको छ। र आज मगर समुदायहरू चाहिँ नेपालमा मात्रै बसोबास गर्दैनन्। विभिन्न पेसा व्यवसाय अथवा रोजगारी अथवा विभिन्न स्वास्थ्य शिक्षा विभिन्न कारणले गर्दाखेरि आज मगरा जो भूगोल छ त्यो भूगोललाई अब छोडेर चाहिँ आज विश्वको विभिन्न कुनामा बसोबास गर्नुहुन्छ। र बसोबास गर्ने क्रममा जुन ठाउँमा जुन भूगोलमा बसोबास भयो त्यो ठाउँको स्थानीय कानुनहरू, त्यहाँको चाहिँ त्यो देशको कानुनहरू, त्यहाँको चाहिँ संविधान विधि प्रक्रिया नियमहरू फरक फरक हुन्छ। त्यो परिस्थिति र परिवेश अनुसार चाहिँ अब हाम्रो मगर दाजुभाइ तथा दिदीबहिनीहरूले त्यहाँको परिवेश अनुसार बसोबास गरिरहनु भएको छ। यो कन्टेन्टबाट यो कन्टेक्स्टबाट कुरा गर्दाखेरि खास गरी मगरहरू चाहिँ आजको दिनमा आफ्नो भाषा, आफ्नो संस्कार, आफ्नो संस्कृति, आफ्नो रीतिथिति, चालचलन र हाम्रो आफ्नो चाहिँ मौलिक चाहिँ जो पहिचान छ यो पहिचान रक्षाको लागि चाहिँ आज हामीले विभिन्न क्षेत्रमा बसोबास गर्ने मगरहरूले चाहिँ आफ्नो जातीय पहिचान र अस्तित्वको लागि चाहिँ त्यहाँको कानुन, त्यहाँको प्रक्रिया, त्यहाँको विभिन्न नियमहरूलाई समेत आत्मसात गर्दै त्यसलाई संरक्षण प्रवर्तन गर्ने किसिमले चाहिँ अहिले चाहिँ नेपाल मगर सङ्घ भन्ने चाहिँ नेपालमा भयो र विदेशमा चाहिँ जस्तो अमेरिकामा मगर सङ्घ अमेरिका, त्यसै बेलायतमा मगर सङ्घ युके, यसै गरी चाहिँ विभिन्न मगर सङ्घ क्यानाडामा बस्ने मगरहरू, उता चाहिँ विभिन्न युरोपका विभिन्न देशहरूमा बस्ने मगरहरू भयो, गल्फमा बस्ने मगरहरूले त्यो किसिमले चाहिँ ठाउँ विशेषमा चाहिँ त्यहाँको कानुन अनुसार चाहिँ
संस्था दर्ता गरेर चाहिँ मगरहरू चाहिँ गोलबन्द हुने, एक आपसमा सेयरिङ केयरिङ गर्ने र बिचमा परेका विभिन्न खालका समस्याहरूलाई चाहिँ त्यसलाई सुल्झाउने कामहरू गरिरहनु भएको छ। र स्वाभाविक हिसाबले यहाँले भने जस्तै अब यहाँ अमेरिकामा बस्ने मगरहरू अरू देशका मगरहरू भन्दा अलिकति फरक किसिमले मैले बसेको, यहाँ काम गरेको, यहाँको व्यस्तता मैले बुझेको छु। र म खास गरी यो मेरो चाहिँ दोस्रो पटकको अमेरिकाको मेरो भ्रमण हो र यो पटक आउने गर्दाखेरि विगतमा म आजभन्दा चाहिँ 7 वर्ष अगाडि आउने क्रममा म अलिक फरक खालको परिस्थिति देखेको थिएँ र आज चाहिँ अहिले चाहिँ 7 वर्ष पछाडि आउँदाखेरि फरक खालको परिस्थिति मैले देखिरहेको छु। त्यसो गर्दाखेरि पनि खास गरी यहाँका मगरहरूले चाहिँ अमेरिकामा बस्ने मगरले समय के हो र पैसाको महत्त्व के हो भन्ने कुरा, यो कुरा चाहिँ बुझ्नु भएको छ भन्ने मलाई लाग्छ। र मलाई लाग्छ मैले आफूले पनि सिक्ने कुरा र ग्लोबल्ली बसोबास गर्ने मगरले सिक्ने कुरा पनि समयको महत्त्व हामीले चिन्न सकिएन भने चाहिँ हामीले जतिसुकै जीवन हामीले जिए तापनि त्यो निरर्थक हुन जान्छ। अथवा हामीले पैसा कमाएर पैसा कमाउँछु भनेर हिँड्दै गर्दाखेरि पनि त्यसको भेल्यु हामीले बुझ्न सकेनौँ भने चाहिँ, अथवा त्यसको चाहिँ अब त्यसलाई चाहिँ हामीले चाहिँ आफ्नो जीवनसँग जोड्न सकेनौँ भने स्वाभाविक हिसाबले त्यो चाहिँ अब त्यसको जीवन पनि अब निरर्थक हुन जान्छ। त्यस कारणले गर्दाखेरि पनि योसँग जोडेर आफ्नो जीवन जिउँदै गर्दै गर्दाखेरि चाहिँ आफ्नो जातीय पहिचान, आफ्नो अस्तित्व रक्षाको लागि चाहिँ समय र आफ्नो चाहिँ जीवनको महत्त्वसँग जोडेर चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा लाग्छ। कति समय तपाईँले अमेरिकामा बिताउनु भयो, त्यसको सिनारियोलाई निहालेर तपाईँले यहाँको मगरहरूको अवस्थाबारे तपाईँले बताइदिनु भयो होइन। अझ म अलिकति भए पनि हाम्रो मगरहरूको अवस्था कस्तो छ त अमेरिकामा भन्ने बारे अलिकति बताइदिनको लागि म यहाँ आमन्त्रण गर्न चाहन्छु। मगर सङ्घ अमेरिकामा सचिवको पदमा रहेर सेवा गरिसक्नुभएका स्विप्न आदिवासी नेपाल आदिवासी जनजाति महासङ्घको क्षेत्रीय उपाध्यक्षको रूपमा पनि काम गरिसक्नुभएका, लायन्स क्लबमा पनि उहाँ आबद्ध हुनुहुन्छ, लायन्स क्लबको पनि भाइस प्रेसिडेन्ट हुनुहुन्छ। र ती मात्रै नभएर उहाँले अमेरिकामा पाइला टेकीदेखि उहाँले सामाजिक कामहरूमा अगाडि बढ्ने काममा उहाँले कति पनि पछाडि पर्नु भएको अझसम्म म उहाँको त्यो एउटा विटनेस पनि हुँ। त्यसैले म उहाँलाई आमन्त्रण गर्न चाहन्छु। पूर्ण बहादुर पाइजा मगर, प्लिज पूर्ण सर आइदिनुहोस् न। यो अमेरिकामा अहिले मगरहरूको अवस्थाबारे ज्ञानेन्द्र सरको आफ्नो बुझाइमा जति उहाँले बुझ्नुभयो त्यति भन्नुभयो, तपाईँलाई कस्तो लाग्छ, कस्तो छ अहिले अमेरिकामा चाहिँ मगरहरूको अवस्था? सर्वप्रथम त नमस्ते जोडले, नमस्ते अगन। अमेरिकामा मगर सङ्घको धेरै राम्रो छ। मगर सङ्घ अमेरिकाले विगत वर्षभन्दा यस वर्ष राम्रो गर्दै गरेको छ। अहिले हाल मगर सङ्घ अमेरिकाले 8वटा च्याप्टर चाहिँ गठन गरेको छ। त्यसमा चाहिँ स्टुडेन्ट स्कलरसिपलाई अगाडि बढाएको छ, साथै लाइफ मेम्बरको पनि उहाँहरूले अगाडि बढाउनु भएको छ। भनेपछि अहिले नयाँ चाहिँ मगर सङ्घ अमेरिकाले के योजना ल्याएको छ भने मगर सङ्घ अमेरिकाले कल्चर हाउस निर्माणको लागि चाहिँ उहाँहरूले अगाडि सार्नु भएको छ। यो एकदम राम्रो छ। यो के छ भने हामी जो जहाँ रहे पनि हामीले चाहिँ एउटा मगर हाउस बनाएर चाहिँ हाम्रो चाहिँ कल्चर, हाम्रो संस्कृति, हाम्रो एभ्रिथिङ त्यसमा राखेर हामीले जति पनि अमेरिकामा हुनुहुन्छ उहाँहरूलाई देखाउने र विश्वमा रहेका मगरहरूलाई पनि चिनाउनको लागि मगर सङ्घ अमेरिकाले चाहिँ धेरै अगाडि बढाउने चाहिँ काम गरेको छ। यसको लागि चाहिँ मगर सङ्घ अमेरिकालाई पनि म उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच पूर्णजी, तपाईँ जान सक्नुहुन्छ। थ्याङ्क यू सो मच तपाईँको समयको लागि। अब हामी अर्को प्रश्नमा छौँ। भर्खरै नेपाली राजनीतिमा होइन निकै नै ठुलो परिवर्तन आयो, एउटा ठुलो नै क्रान्ति नै भयो। जुन कुरा सोचेका थिएनन् पुराना राजनीति गरेका मान्छेहरूले होइन, तर त्यसको ठ्याक्कै अपोजिट भयो। अपोजिट पनि यस्तो भइदियो कि 1000 टाइम्स नै अपोजिट भइदियो होइन। ती सबै कुराहरूलाई हेर्दा र भाद्र होला होइन, भाद्र 23-24को घटनाको तपाईँ प्रत्यक्षदर्शी पनि हुनुहुन्छ, तपाईँ नेपालमै हुनुहुन्थ्यो र एउटा ठुलो संस्थालाई लिड गरिरहनु भएको एउटा नेतृत्वकर्ताको हैसियतले त्यो सबै कुरालाई हेर्दा तपाईँ के भन्न चाहनुहुन्छ एउटा? र अर्को क्वेसन भनेको चाहिँ जुन नेपाली पोलिटिकल र अहिले जुन एउटा चुनाव पछिको जुन एउटा रिजल्ट आयो त्यसमा मगरहरूको चाहिँ सहभागिता एकदमै न्यून देखिएको छ। जुन
पार्टीमा भनौँ, रासोपामा भनौँ होइन, अन्य पार्टीमा भनौँ, यो सबै हुनुको पछाडि के हो जस्तो लाग्छ तपाईँलाई? पहिलो कुरा त खास गरी नेपाली राजनीति चाहिँ निकै अस्थिरतामा चलिरहेको लामो समय भएको छ। जब नेपालमा 2048 सालपछि बहुदलीय व्यवस्थाको सुरुवात भयो, त्यसपछि 10 वर्षीय जनयुद्ध अथवा सशस्त्र युद्ध र त्यसपछि 65-63 आन्दोलन भयो र 65-63 आन्दोलन चाहिँ नेपाली जनताहरूले के को लागि गरेको थियो भन्दाखेरि नेपालमा स्थायित्वको लागि, सुशासनको लागि, अब संहिताको लागि, धर्मनिरपेक्षता, गणतन्त्रको लागि लगायतका विषयहरू जो परिवर्तनको लागि भनेर चाहिँ भएको थियो, आन्दोलन भएको थियो। त्यसपछि अब अन्तरिम संविधान आयो, पहिलो संविधान सभा पनि गठन भयो, त्यसपछि त्यो फेरि स्थगित भयो अथवा त्यो चाहिँ त्यसलाई चाहिँ अब डिजल्भ गरियो। त्यसपछि दोस्रो चाहिँ संविधान सभा भयो र त्यसमा व्यापक रूपमा नेपाल देश, नेपाली जनतालाई आत्मसात गरेर हुनुपर्ने बहसभन्दा पनि एउटा राजनीतिक पार्टीले अर्को राजनीतिक पार्टीलाई आरोप प्रत्यारोप गर्ने, एउटा नेताले अर्को नेतालाई चाहिँ आरोप प्रत्यारोप गर्ने, अनि व्यापक रूपमा अब हाम्रो सरकारी कामहरू गतिविधिहरू चाहिँ जो जनतालाई डेलिभर गर्ने कुराहरू त्यो समयमा नहुने। अनि त्यसपछि अर्को कुरा के हो भने चाहिँ हाम्रा विकास निर्माणका कुराहरू अथवा हाम्रा चाहिँ तपाईँ जति बाटोघाटो बनाउने कुराहरू होला, पार्टी पौवा बनाउने कुरा होला अथवा सार्वजनिक स्थल बनाउने कुरा पनि त्यो पनि निकै समय लाग्ने। यस्तो कारणले गर्दाखेरि नेपाली जनताहरू एक खालले चाहिँ त्यो टुकुस मुकुस भइरहेको परिस्थिति थियो र त्यो परिस्थितिमा चाहिँ खास गरी त्यति बेलाको चाहिँ जेनजी युथहरूले चाहिँ अब सरकारले विशेष गरी सरकारले अब सामाजिक प्लेटफर्मलाई चाहिँ खुला राख्नुपर्छ र नेपालमा गुड गभर्नेन्स, सुशासनको कुराहरू चाहिँ नेपालमा चाहिँ सरकारले गर्नुपर्छ भन्ने कुराहरू चाहिँ गरेको थियो। यो मुख्यतः दुईवटा कुरालाई चाहिँ आत्मसात गरेको थियो। तर त्यही किसिमले तत्कालीन सरकारबाट तत्कालीन अवस्थामा चाहिँ गर्ने नेतृत्वहरूले चाहिँ त्यो खालको भूमिकाहरू चाहिँ त्यो चाहिँ जो जेनजीहरूले युथहरूले मागहरूलाई चाहिँ सम्बोधन गर्नेतर्फ चाहिँ अब बढी ध्यान केन्द्रित हुने भन्दा पनि विशेष गरी चाहिँ हामी सत्तामा अथवा चाहिँ राज्य सत्ता सञ्चालन गर्नेमै केन्द्रित हुँदाखेरि त्यो ठुलो खालको यो खालको चाहिँ अब घटना भयो अथवा चाहिँ आन्दोलन भयो। त्यसपछि अब अन्तरिम चुनाव सरकारले 80 भर्खरै फागुनको 21 गते चुनाव सम्पन्न गरेर चुनाव अत्यन्तै अब शान्तपूर्ण वातावरणमा सम्पन्न भएको छ र त्यसबाट अघि हालै पनि भन्नुभएको छ, त्यसबाट स्वाभाविक हिसाबले नेपालको विभिन्न जात जातिमध्ये मगर समुदाय पहिलो क्षेत्री, दोस्रो चाहिँ परमार समुदाय, बाहुन समुदाय, तेस्रो मगर हो। ओभरअल पपुलेसन हिसाबले थर्ड लार्जेस्ट चाहिँ समुदाय चाहिँ भनेर मगर समुदायलाई चिनिन्छ। तर त्यो समुदायको तर्फबाट अहिले अबको 275 जनाको संसदमा जो चाहिँ प्रतिनिधि सभा भन्छौँ, 275 जनाको संसदमा सामान्यतया हामीले चाहिँ पर्सेन्टेजको हिसाबले हेऱ्यो भने नेपालमा 20,13,498 मगरको जनसङ्ख्या छ। त्यो भनेको चाहिँ 6.9% चाहिँ हो अथवा 7% भनौँ। 7% पपुलेसनलाई हामीले सामान्यतया हेऱ्यौँ भने चाहिँ 100 जनामा 7 जना, 200 जनामा 14 जना, 75 जनामा हामीले चाहिँ हेऱ्यौँ भने चाहिँ 5 जना गरेर 14, 15, 19 जना, कम्तीमा 19 जना चाहिँ संसदहरू चाहिँ प्रतिनिधि सभामा हुनु पर्थ्यो सामान्यतया यो समानुपातिक उसले। तर त्यो चाहिँ भएन, नहुनुमा चाहिँ यहाँले भने जस्तै स्वाभाविक हिसाबले मगर समुदाय चाहिँ नेपालको आदिवासी समुदायमध्येको एउटा महत्त्वपूर्ण सबभन्दा ठुलो समुदाय हो र त्यो समुदाय कस्तो समुदाय भएको भन्दाखेरि चाहिँ मगर समाज त्यो न बग्छ, न त्यो पानी पिउन मिल्छ, न त्यो पानीमा चाहिँ विभिन्न खालका जलचर प्राणीहरू जीवहरू चाहिँ जिउन सक्छन्, भ्यागुता बाहेक अरू बाँच्न सक्दैन त्यो पोखरीमा। त्यो चाहिँ तपाईँको जमेको पानी जस्तो भयो र हाम्रो समाज समुदाय चाहिँ समय र परिस्थिति अनुसार चाहिँ गतिशील बन्न नसक्दाखेरि, समय परिस्थिति अनुसार त्यो बग्न नसक्दाखेरि चाहिँ के भयो त भन्दाखेरि हामीले चाहिँ कस्तो भने विभिन्न राजनीतिक पार्टीमा त्यो हस्तक्षेपकारी चाहिँ उपस्थिति
अथवा चाहिँ तपाईँ चाहिँ हाम्रो चाहिँ लिडिङ पोजिसनमा हाम्रो चाहिँ उपस्थिति कुरा मगर समुदायको अन्य जातिभन्दा निकै कम छ। यो हुनमा दुईवटा कुरा, मुख्य कुरा एउटा कुरा चाहिँ हाम्रो समाजमा एउटा शिक्षा सचेतना जागरण अन्य समाज र समुदायभन्दा चाहिँ कम छ, यो बनाउनु जरुरी छ। यो सँगसँगै यो भयो भने चाहिँ हरेक राजनीतिक पार्टी, मैले एउटा पार्टी मात्र भन्दैन, समय र परिस्थिति अनुसार राजनीतिक पार्टी जन्मिन्छन्, कतिपय राजनीतिक पार्टी सिद्धिन्छन्, मर्छन्। तर त्यसो हुँदै गर्दाखेरि पनि के हो त भन्दाखेरि त्यो डाइनामिजम अथवा त्यो गतिसँग बग्ने खालको चाहिँ हाम्रो समाज मलाई लागेको, मैले ज्ञानेन्द्र सर अघि नै मैले भनिहालेँ होइन, जस्तो तपाईँ आफैले मेन्सन गर्नु भए अनुसारै ब्राह्मण क्षेत्री पछि सबैभन्दा लार्जेस्ट होइन कम्युनिटी भनेको नै मगर समुदायको छ होइन, जसमा पनि 6 देखि 7% समुदाय चाहिँ मगर समुदायले चाहिँ ओगटेको छ। यति हुँदाहुँदै पनि 275 होइन जना अटाउने ठाउँमा हामी मगरहरूको सहभागिता एकदमै न्यून हुनुको मुख्य कारण हाम्रो मगर समुदायले चासो नदेखाएको हो कि हामीलाई व्यवस्था गरेको, के भन्न चाहनुहुन्छ? त्यसमा दुईटै कुरा हुनुपर्छ, छ भन्ने लाग्छ। म मगर सङ्घको अध्यक्ष भएको नाताले पहिलो कुरा त हाम्रो चाहिँ आजभन्दा चाहिँ 260 वर्ष अगाडि मगर समुदाय नेपालको प्रमुख राजनीतिक चाहिँ उसमा चाहिँ लिडिङ पोजिसनमा थियो। जति बेला चाहिँ गोर्खा राज्यको राजा मानसिंह खड्का मगर चाहिँ त्यति बेला चाहिँ त्यो गोर्खा राज्यको राजा थियो। मानसिंह खड्का मगर दरबे शाहले राजकाज सुरु गर्नुभन्दा अगाडि चाहिँ अब मानसिंह खड्का मगर त्यसको राजा थियो भनेपछि त्यो पोजिसनबाट हामी सत्ताच्युत भएर अहिले चाहिँ जुन अवस्थामा पुगेका छौँ त्यो दुईवटा कुरा हो। एउटा चाहिँ हामी चाहिँ कम्फोर्ट जोनमा बस्ने, मगर रिस्क मोल्न नचाहने, कुनै पनि कुराहरूसँग चाहिँ तपाईँ चाहिँ त्यो समस्याहरू आइपऱ्यो भने त्यो चाहिँ सबभन्दा अघिल्लो लाइनमा गएर त्यसलाई सामना गर्न चाहिँ नचाहने, त्यो चाहिँ अर्कोले गरिहाल्छ नि भन्ने खालको आम सोच आम चिन्तन एउटा। अर्को राज्य संयन्त्र झलै चलाइरहनु भएको छ, जो चाहिँ राज्य संयन्त्रको माथिल्लो तहमा पुगिरहनु भएको छ, पुग्ने व्यक्ति अथवा समाज समुदायहरूको सोच चिन्तन पनि के छ त भन्दाखेरि एकाङ्की। किनभने नेपाल त बहुजातीय देश हो नि त, हजुर नेपाल बहुभाषिक बहुसांस्कृतिक देश हो। त्यो डाइनामिजम चाहिँ नेपालको पोलिटिसियनहरूले, नेपालका राजनीतिक कर्मीहरूले, नेपालको स्टेट मेकानिजमको लिडिङ गर्ने चाहिँ व्यक्ति पात्रहरूले चाहिँ यो बुझ्नु जरुरी छ। यो भयो भने मात्र नेपालको विविधतालाई बुझिन्छ, नेपालमा सबैको उपस्थिति हुन्छ होइन। मैले अघि नै भने एउटा चाहिँ मगर चाहिँ चेतनाको कमी भएको कारणले, जागरणको कमी भएको हुनाले पछाडि नै बस्न चाहने, राजनीति किन गर्ने हो र भन्ने खालको आम रूपमा सोच छ। किन राजनीति नगरे पनि नीतिहरूको पनि राजा भनेको राजनीति हो नि त, हो त्यसमा चाहिँ पुग्नुपर्छ भन्ने कुरामा एउटा छ। अर्को कुरा चाहिँ छैन। अर्को कुरा चाहिँ राज्यको स्टेट मेकानिजममा भएका मान्छेहरूले त्यो समुदायलाई चाहिँ है सम्बोधन गर्नुपर्छ है। कम्तीमा पनि मगरको कम्तीमा 20-25 जना हुनुपर्ने ठाउँमा चाहिँ तपाईँ चाहिँ 19 जना पनि हुन नसक्ने, 15 जना पनि हुन नसक्ने, 12-13 जना पनि हुन नसक्ने भने त्यो दुःखद कुरा हो। अनि यस्तो परिस्थितिमा चाहिँ हजुरले भने जस्तै मैले अघि पनि भनेको छु, दुईटै कुरा राज्यले पनि त्यो खालको व्यवस्था गर्नु जरुरी छ मगर समाज र समुदायलाई। अर्को कुरा हाम्रो राज्यले मात्र गरे पनि पुग्दैन, फेरि हाम्रो पनि इच्छा शक्ति चाहियो नि त, राइट। अनि हाम्रो पनि तपाईँ चाहिँ अब एउटा क्युरियस अथवा त्यो सहभागिता हुने हुतुथी म चाहिँ हुनुपर्छ। भोलि रासोपा होला अथवा चाहिँ राष्ट्रिय चाहिँ संस्कृति पार्टी होला अथवा कङ्ग्रेस होला, एमाले होला, माओवादी अथवा अरू नयाँ बन्ने पार्टीहरू होला, जेसुकै भए पनि किन समय परिस्थिति अनुसार मैले अघि भन्छ राजनीतिक पार्टी जन्मिन्छ अथवा मर्छ, एउटा नियमित प्रक्रिया हो नि त, जीवन हो यो चाहिँ। हो यो कारणले गर्दाखेरि यस्तो अवस्थामा चाहिँ हाम्रो समाज समुदाय चाहिँ शिक्षा चेतना जागरण सँगसँगै अब त्यो चाहिँ राजनीतिक रूपमा हस्तक्षेपकारी रूपमा उपस्थित हुनु जरुरी छ। र अर्को कुरा चाहिँ राज्यको मेकानिजमबाट पनि त्यो खालको व्यवस्था हुन जरुरी छ भन्ने लाग्छ। एउटा असल सोच अनि असल कदम, त्यो कदम समर्पण हुनेछ सकारात्मक परिवर्तनको लागि। एक पनि तपाईँले भूमिका बाँध्नु पाएन यो प्रश्नमा चाहिँ। जुन अस्ति भर्खरै भदौ होला सायद, भाद्र 23-24 जुन ठुलो घटना घट्यो जहाँ 76 जना बच्चाहरूले आफ्नो ज्यान गुमाउनु पर्यो, स्कुले बच्चाहरू होइन। निकै नै दर्दनाक, एकदमै कहाली लाग्दो त्यो घटना हो। त्यसलाई जो कोही आम मान्छेले सजिलै पचाउन सक्दैन होइन। हामी प्रवासमा छौँ,
हामीले नेपालको त्यो घटना देखेपछि डेफिनेटली हामी निकै नै चिन्तित भयौँ। हामीलाई ठुलो एउटा हृदयमा हाम्रो मस्तिष्कमा त्यसले ठुलो एउटा नकारात्मक असर पार्यो। त्यो बेलाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो। उमेरले पनि उहाँ 75 भन्दा माथि नै हुनुहुन्छ होला सायद, र अझ पनि उहाँ ती सबै कुराहरू घटना हुँदै पनि पुस्तान्तरण गर्ने कुरा त छोडौँ, कति पनि उहाँलाई आत्मग्लानी छैन। उहाँले त्यो अझसम्म सामाजिक सञ्जालमा आएर होस् कुनै मिडियामा आएर उहाँले कहिले पनि भन्न सक्नु भएन कि त्यो बेला जे घटना घट्यो निकै नै दुःखद घटना थियो। म त्यो बेलाको देशको प्रधानमन्त्री, देशको अभिभावक भएको हैसियतले मलाई ठुलो त्यसले आघात पुर्यायो भन्ने कति पनि उहाँमा त्यो पश्चाताप नै देखिएन। तपाईँ होला एउटा समाजलाई नेतृत्व गर्नुभएको होला, एउटा मगर समुदायलाई नेतृत्व गर्नुभएको होला, तर त्यतिमा मात्र सीमित नरहिकन तपाईँ राष्ट्रको नेता हुनुहुन्छ। एउटा राष्ट्रको व्यक्ति भएको हैसियतले तपाईँको आफ्नो उत्तरदायित्व पनि त्यहाँ मिसाउँदै गर्दाखेरि त्यो बेलाको जुन घटना हेर्दा र अहिलेसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाएको दम्भलाई तपाईँ के भन्न चाहनुहुन्छ? पहिलो कुरा त खास गरी 23 गतेको जो आन्दोलन भयो त्यो आन्दोलन चाहिँ नितान्तै सुशासनको पक्षमा र सामाजिक सञ्जालको निर्वाध सुचारुको लागि चाहिँ आन्दोलन भएको थियो। र त्यो आन्दोलनमा विभिन्न कारणले राज्यको तर्फबाट भएका कमजोरीहरू अथवा आन्दोलनकारीको तर्फबाट भएका विभिन्न खालका गतिविधिहरू, यो त्यो दुईटाको बिचमा समावेशता नमिल्दाखेरि खास गरी चाहिँ जो निषेधित क्षेत्र सरकारको तर्फबाट भएको थियो त्यो भएको कुरालाई चाहिँ त्यो निषेधित क्षेत्र चाहिँ तोडिसकेपछि आन्दोलन अगाडि बढिसकेपछि त्यहाँ 19 जना व्यक्तिहरूको चाहिँ अब त्यहाँ आन्दोलनमा चाहिँ दुःखद निधन भयो। यो चाहिँ स्वाभाविक हिसाबले त्यो चाहिँ कल्पनाभन्दा बाहिरको विषय थियो। निधन कि गोली हान्न लगाइयो? यसलाई दुईटा कुराले गर्न सकिन्छ भन्ने लाग्छ। यसलाई के हो त भन्दाखेरि एउटा चाहिँ राज्यको दृष्टिकोणबाट भन्दाखेरि चाहिँ अब त्यहाँ चाहिँ किनभने त्यो सार्वजनिक सम्पत्तिहरू थियो, त्यो सार्वजनिक सम्पत्तिमाथि जाँदै गर्दाखेरि त जुनसुकै देशको कानुनले पनि स्वाभाविक हिसाबले त्यहाँ के हुन्छ भने त्यहाँ त प्रतिरोध त हुन्छ नै होइन, एउटा कुरा। दोस्रो कुरा चाहिँ स्वाभाविक गोली चलाउन पाइयो त होइन। यसो त त्यहाँ त मैले अघि भने त्यहाँ त के भने सार्वजनिक सम्पत्ति छ। सार्वजनिक सम्पत्तिको हिसाबले અહીં यहाँले भने जस्तो चाहिँ त्यहाँ चाहिँ बानेश्वरमा चाहिँ निषेधित क्षेत्र चाहिँ प्रहरीले चाहिँ तय गरेको थियो। त्यो निषेधित क्षेत्र भन्न तोडिसकेपछि जब चाहिँ सार्वजनिक सम्पत्ति भनेको त के हो भने संविधान सभा संसदको झ्याल अथवा ढोका अथवा वाल चाहिँ तिर प्रवेश गरिसकेपछि त्यहाँ चाहिँ स्वाभाविक हिसाबले गोली चल्यो होइन। गोली चल्दा 19 जनाको मृत्यु भयो, जो चाहिँ दुःखद विषय भयो। र मैले यसलाई चाहिँ अब दुईटा कोणले मैले अघि पनि भने एउटा कोणबाट यसलाई चाहिँ हत्या भयो भनेर चाहिँ विश्लेषण भइ नै रहेछ नेपाली समाजमा, वृत्तमा, नेपाली मिडियामा। अर्को कोणबाट यो चाहिँ अब दुःखद निधन भयो भन्ने कुरा भएको छ होइन। जे भए पनि एउटा नेपालीको सन्तति चाहिँ छोराछोरीहरूको दुःखद निधन भयो, त्यो हामी सबैको चाहिँ संवेदनाको विषय भयो, दुःखद कुरा भयो। यसप्रति राज्यले चाहिँ आत्मसमीक्षा गर्ने कुरा भयो र सिङ्गो देशले पनि अब उहाँहरूको चाहिँ एउटा जो बलिदानीपूर्ण योगदानलाई अथवा चाहिँ बलिदानीपूर्ण उहाँहरूको चाहिँ त्यागलाई चाहिँ अब राज्यले सम्मान गर्ने कुरा भयो, एउटा कुरा। र दोस्रो कुरा चाहिँ जो 23 गते चाहिँ बाट खास गरी 24 गतेको चाहिँ घटना भएको छ र त्यो जुन चाहिँ यहाँले भन्छ 72-74 जनाको जो 76 जनाको जो मृत्यु भएको छ त्यो चाहिँ खास गरी चाहिँ अब हामीले भन्दाखेरि त बाहिरबाट देख्दाखेरि त ठ्याक्कै के लाग्छ भने केपी ओलीको कारणले गर्दाखेरि भयो भन्ने त मुख्य पात्र तपाईँले भने जस्तै त्यो लाग्छ नि, स्वाभाविक हो। स्वाभाविक भन्दा पनि ऊ बेलाको त प्रधानमन्त्री त उहाँ नै हुनुहुन्थ्यो नि। होइन, प्रधानमन्त्री हुनुहुन्थेन भन्न खोजेको होइन, प्रधानमन्त्री सामान्य प्रधानमन्त्री उहाँ नै हुनुहुन्थ्यो। तर 24 गते घटना चाहिँ जे के भएको छ त भन्दाखेरि उहाँले राजीनामा दिइसकेपछि त्यो घटना भएको छ होइन। त्यहाँबाट मैले यहाँ 76 जना उहाँले दिनु भएन अनि राजीनामा दिइसकेपछि उहाँले 12 बजेभन्दा अगाडि चाहिँ राजीनामा दिनुभएको छ। तर त्यो घटना चाहिँ 2 बजे पछाडि भएको छ भने मैले भनेको यो सामान्यतया हामी एज अ लेमेन बाहिरबाट हेर्दाखेरि चाहिँ तर हामी एउटा सामाजिक कार्यकर्ता, सामाजिक एउटा अभियन्ताको हिसाबले चाहिँ यो देखिन्छ। यद्यपि यसलाई राजनीतिक दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ त्यो पक्ष विपक्ष होला। म एउटा सामाजिक संस्थाको मगर सङ्घको केन्द्रीय अध्यक्ष भएको नाताले
मैले के हो त भन्दाखेरि चाहिँ अब यो आन्दोलन भयो 19 र 20 दिनको चाहिँ 23 र 24 गतेको आन्दोलन भयो। आन्दोलनबाट स्वाभाविक हिसाबले देशले एउटा काँचुली परिवर्तन गरेको छ। यसबाट सबैले सिक्नुपर्छ मैले भन्छु। मैले तत्कालीन अवस्थामा राज्य सत्ता सञ्चालन गरिरहेका पार्टी नेताहरूले पनि त्योबाट पाठ सिक्नुपर्छ, अथवा तत्कालीन अवस्थामा राज्य सत्ता नचलाएर प्रतिपक्षमा बसेका राजनीतिक पार्टीहरूले पनि यो कुरा सिक्नुपर्छ। अथवा त्यति मात्र होइन, र ब्युरोक्रेसी अथवा चाहिँ राज्यको जो स्टेट मेकानिजम छ त्यहाँभित्र भएका विभिन्न चाहिँ पक्षहरूले पनि यो कुरा सिक्नुपर्छ। र अहिले तपाईँले भने जस्तै नयाँ परिवर्तन भएको छ। नयाँ सरकारले सामान्य प्रधानमन्त्री बालेन शाह अहिले प्रधानमन्त्री भएर आउनुभएको छ। मैले यति बुझ्न चाहेको सर तपाईँसँग, जुन बेला जुन घट्नु नपर्ने घटना घट्यो, जहाँ हाम्रो 76 जना स्कुले बच्चाहरूको निधन भएको छ, कतिवटा परिवारमा त बाबुआमा र त्यो एउटा छोरा मात्रै छन्। कतिपय परिवारको त जो निधन भयो, जो गोली खाएर मर्यो, ती बच्चा नै जेठो बच्चा हो र ठुलो भएर सारा परिवारको उत्तरदायित्व नै उसैको टाउकोमा जाने अवस्था थियो। ती सबै कुराहरू घटना भयो र आजको दिनसम्म पनि कहीँ कतैबाट पनि ऊ बेलाका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिनसम्म ती कुराहरूलाई लिएर कति पनि पश्चाताप गरेको र कति पनि ओहो ती सबै कुराहरू नहुनु पर्ने थियो, ती सबै कुरामा ती घटनामा म पनि कहीँ कतै दोषी पो थिएँ कि भन्ने कुरा कति पनि उहाँले आत्मलोचना गर्नुभएको हामीले पाएका छैनौँ। यो विषयलाई लिएर के भन्न चाहनुहुन्छ तपाईँ? होइन, पहिला अघि नै यसको विषयमा मैले भनि नै सकेँ होइन। जसले जुन जुन जिम्मेवारी निर्वाह गरेको थियो त्यो निर्वाह अनुसार चाहिँ त्यसलाई सकारात्मक रूपमा चाहिँ त्यसलाई सेफ ल्यान्डिङ गर्न नसकेपछि सम्बन्धित पक्षले क्षमायाचना गर्नुपर्ने स्वाभाविक हो। मैले मगर सङ्घको म अध्यक्ष भइसकेपछि मगर समाज र समुदायभित्र चाहिँ केही कमजोरी भयो भने चाहिँ अथवा केही घटना भयो भने त मैले त्यो नैतिक हिसाबले मैले जिम्मेवारी लिनुपर्छ भन्ने नै हो। त्यस कारणले गर्दाखेरि तत्कालीन अवस्थामा सामान्य प्रधानमन्त्री हुनुभएको उहाँले चाहिँ मैले अघि यहाँले भने जस्तै स्वाभाविक हिसाबले मलाई लाग्छ उहाँले अस्ति एउटा अन्तर्वार्तामा भन्नुभएको छैन भन्ने लाग्छ मलाई चाहिँ, मैले सुनेको अनुसार चाहिँ। यद्यपि फेरि पनि के हो त भन्दाखेरि अहिले सामान्य प्रधानमन्त्री बालेन शाह हुनुहुन्छ र त्योभन्दा अगाडिको प्रधानमन्त्री सुशीला कार्की हुन्थ्यो, त्योभन्दा अगाडि चाहिँ केपी शर्मा ओली हुन्थ्यो, त्योभन्दा अगाडि चाहिँ अब पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो होइन। जस प्रधानमन्त्री हुनुहुन्छ, जसको कार्यकालमा कालखण्डमा जसले भएका कमजोरीहरू चाहिँ आफूले चाहिँ जिम्मेवारी चाहिँ सबैले लिनु पर्यो। त्यो भयो भने मतलब के हुन्छ त भन्दाखेरि हामीलाई त देशको माया छ नि त। यहाँ कुनै पार्टीको पक्षमा विपक्षमा कुरा गर्ने भन्नाले हामीलाई नेपाल देशको माया छ, नेपाली जनताको चाहिँ हामीलाई माया हो नि त। त्यस कारणले गर्दा यस्तो परिस्थितिमा चाहिँ मेरो कुरा के हो भने चाहिँ जो 24 जेठको भदौको चाहिँ 23 र 24 गते जो घटना घटेको छ त्यो घटना घट्नुमा चाहिँ तपाईँ एउटा पात्र, एउटा व्यक्ति अथवा एउटा तपाईँ पार्टी, एउटा तपाईँ चाहिँ अब एउटा राजनीतिक संस्था मात्र नभएर विभिन्न मल्टिपल इन्ट्रेस्टहरूले त्यहाँ काम गरेको छ। हो यो कारणले गर्दाखेरि मैले भनेको त्यो चाहिँ त्यहाँ चाहिँ तत्कालीन प्रधानमन्त्री, तत्कालीन गृहमन्त्री, तत्कालीन तपाईँ चाहिँ सिडिओ कार्यालय सिडिओ साहब अथवा चाहिँ त्यहाँको चाहिँ प्रहरी प्रमुख होला लगायतको जो कुराहरू आएको छ त्यो त फ्रन्ट लाइनमा भएको उहाँहरू चाहिँ फर्स्ट चाहिँ तपाईँ चाहिँ आकर्षक भएको व्यक्तिहरू भयो उहाँहरू चाहिँ होइन। त्यो सँगसँगै अरू पनि त्यहाँ त त्यो स्टेट मेकानिजममा विभिन्न खालका मान्छेहरू, पात्रहरू, समूहहरू, विभिन्न इन्ट्रेस्ट ग्रुपहरू पनि छ त्यहाँ त। अनि यो कुरालाई सबैलाई चाहिँ कम्बाइन गरेर गयो भने स्वाभाविक हिसाबले हामीले आफ्ना कमजोरी सबैले रियलाइज गरेर अगाडि बढ्यो भने चाहिँ देशले जित्छ कि नेपाली जनताले जित्छ भन्ने नि लाग्छ। मलाई लाग्छ उहाँहरूले त्यही किसिमले बुझेरै अब अगाडि बढ्नु भएको छ होला। किनभने जसले चाहिँ आफूलाई आत्मसमीक्षा गर्न चाहन्न भने स्वाभाविक हिसाबले ऊ आफै सिद्धिन्छ कि। यो चाहिँ मेरो आफ्नो बुझाइ हो। त्यसो भए तपाईँलाई अर्को प्रश्न है त, गृहमन्त्री सुदन गुरुङको राजीनामाको विषयलाई लिएर तपाईँ के भन्न चाहनुहुन्छ? उहाँले राजीनामा दिनुपर्ने थियो वा दिनुपर्ने थिएन? पहिलो कुरा त स्वाभाविक हिसाबले नेपालको विभिन्न सार्वजनिक पदहरूको आफ्नो महत्त्वै छन्। सबैले आफ्नो सार्वजनिक पदको जिम्मेवारी लिइसकेपछि सार्वजनिक महत्त्वको विषय नै बन्छ, सबैको बन्छ। र जस्तो मैले अघि पनि भनिसकेको छु, मगर सङ्घको म केन्द्रीय अध्यक्ष भएको हुनाले मगर सङ्घको कुनै जिम्मेवारी भयो भने मैले पनि आफ्नो तर्फबाट केही प्रश्न उठ्यो भने मैले चाहिँ त्यसको जवाफ दिनुपर्छ भन्ने लाग्छ। र जहाँसम्म हाम्रो माननीय गृहमन्त्रीज्यूले जो अब राजीनामा दिनुभएको छ, मलाई लाग्छ उहाँले चाहिँ एउटा केही समयको लागि चाहिँ
केही समयको लागि चाहिँ उहाँले अब आफूलाई जो मिडियाबाट विभिन्न माध्यमबाट जो खालको आरोप अथवा चार्ज जो लगाइयो त्यो लगाएकोलाई यो चाहिँ क्लिन गर्नको लागि पनि उहाँले चाहिँ राजीनामा दिनुभएको छ भन्ने लाग्छ मेरो आफ्नो कुरामा। तर उहाँले चाहिँ जे खालको आरोप लगाइएको छ त्यो आरोप चाहिँ मलाई लाग्छ त्यो चाहिँ अब छानबिन गर्ने निकाय अर्को छँदै छ होइन। त्यस कारणले छानबिन निकायले चाहिँ अब छिटै नै छानबिन गरेर उहाँलाई चाहिँ मलाई चाहिँ क्लिन चिट दिन्छ भन्ने लाग्छ। त्यस कारणले गर्दाखेरि मैले माननीय गृहमन्त्रीज्यूको यो राजीनामा विषयमा म यति भन्न चाहन्छु। अलराइट, जाँदा जाँदै ज्ञानेन्द्र सर हामी बिच धेरै नै राम्रो अलिकति कडा पनि हाम्रो कन्भर्सेसन रह्यो। तर जे होस् हामीले जे जति कुरा गऱ्यौँ ती सबै राम्रो होस्, कहीँ कतैबाट पनि नेपाली समाज र नेपाललाई हानि नपुगोस् भन्नेमै हामी केन्द्रित थियौँ। जाँदा जाँदै तपाईँले भन्न छुटाउनु भएको र मैले सोध्न बिर्सेका तपाईँले यो सोधिदिनु भएको भए मैले यसै जवाफ यो दिने थिएँ भन्ने केही कौतूहलता छ। र यी सबै अमेरिका न्युयोर्कको विकास देखिसकेपछि तपाईँले नेपालमा गएर यसरी यो लेभलमा गर्न सक्यो भने यतिको विकास पनि सम्भव रहेछ भन्ने केही सोच्नु भएको छ वा बाँकी रहेको केही कुरा छ भने तपाईँले अन्तिममा जाँदा जाँदै राख्न सक्नुहुन्छ। पहिलो कुरा त खास गरी यो औपचारिक अनौपचारिक कुराहरू भयो। यो औपचारिक अनौपचारिक कुराहरूमा नितान्तै चाहिँ एउटा व्यक्तिगत रूपमा र आफूलाई लागेको कुरा म चाहिँ नेपाल मगर सङ्घ केन्द्रीय समितिको अध्यक्षको नाताले म यहाँको टेलिभिजनमा बोलिरहेको छु। त्यो कारणले गर्दाखेरि मगर सङ्घको केन्द्रीय अध्यक्षको हैसियतले जे कुरा बोलेको छु त्यसबाट कसैलाई केही कुरा पढेर छिनाजानी गर्न चाहन्छु। दोस्रो कुरा चाहिँ नेपालबाट हामी अमेरिकामा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई के बुझ्छौँ त भन्दाखेरि चाहिँ हाम्रो नेपाली कन्सेप्ट अनुसार नेपाली सोच अनुसार चाहिँ अमेरिकामा बस्ने मान्छेलाई त्यो किसिमले बुझ्छौँ र अमेरिकामा बस्ने हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हामी नेपालमा बस्ने किसिमलाई बस्ने नेपालीहरूलाई त्यो किसिमले बुझ्छौँ। हाम्रो कतै कतै हाम्रो बुझाइ कतै कतै हाम्रो चाहिँ नेपालीले चाहिँ अमेरिकामा बस्ने नेपालीलाई बुझ्ने स्वभावमा अमेरिकामा बस्ने नेपालीहरूले नेपालमा बस्ने नेपालीलाई बुझ्ने स्वभावमा कतै कतै अब यो चाहिँ डिसब्यालेन्स जस्तो भएको छ भने यसलाई कतै न कतै हामीले चाहिँ समायोजन गरेर जानु सक्यो। यहाँ बस्ने नेपालीहरूले स्वाभाविक हिसाबले नियम के हो, यहाँको कानुन के हो, कानुनको पालना किन गर्नुपर्छ, त्यसपछि हामी चाहिँ किन अनुशासित भएर जीवन जिउनुपर्छ, समयको महत्त्व के हो, अथवा चाहिँ पैसा हामीले चाहिँ व्यवस्थापन कसरी गर्न सकिन्छ, आर्थिक व्यवस्थापन कसरी गर्न सकिन्छ, यी कुराहरू चाहिँ अमेरिकामा बस्ने नेपालीले राम्रोसँग जीवनमा यसलाई चाहिँ अनुसरण गरिरहनु भएको छ अथवा यसलाई युटिलाइज अथवा त्यसलाई कार्यान्वयन गरिरहनु भएको छ। र त्यही कुरालाई मात्रै अरू कुरा होइन, त्यही सोचलाई यही खालको चाहिँ तपाईँ चाहिँ व्यवहारलाई चाहिँ हामीले नेपालमा चाहिँ कर्मश एकैचित त हुँदैन, तर कर्मश रूपमा शिक्षा चेतना जागरण सँगसँगै यो कुरालाई नेपाल ल्याउन सक्यो भने स्वाभाविक हिसाबले नेपाल एउटा चाहिँ मा भइरहेको विभिन्न खालका चाहिँ समस्याहरू जो छ राजनीतिक हिसाबले, सामाजिक हिसाबले, सांस्कृतिक हिसाबले, जुन किसिमले धार्मिक हिसाबले भइरहेको समस्याहरू सिर्जना भइरहेको छ त्यसलाई चाहिँ न्यूनीकरण गर्नलाई यसले कतै न कतै चाहिँ सहायता टेवा पुग्छ भन्ने लाग्छ। र अर्को कुरा चाहिँ यहाँले भने जस्तै अमेरिका त्यत्तिकै विकसित देश भएको होइन, यहाँ चाहिँ यो एउटा पुँजीवादी देश हो, खुल्ला समाज खुल्ला अर्थतन्त्र भएको देश हो। त्यस कारणले गर्दाखेरि यो देशबाट नेपालले सिक्नुपर्ने कुराहरू खास गरी चाहिँ गुड गभर्नेन्सको कुराहरूमा अथवा चाहिँ स्थायित्व पोलिटिकल चाहिँ स्टेबिलिटीको कुराहरूमा यो कुराहरूमा चाहिँ अमेरिकाबाट नेपालले सिक्यो भने चाहिँ मलाई लाग्छ यस्तो खालको विकास प्रवृत्ति नेपाली शैलीमा, अमेरिकन शैलीमा त नेपालमा सम्भव छैन, तर नेपाली शैलीमा नेपालको जात जाति भाषा भाषी जो विविधता छ त्यो विविधतालाई समेत सम्बोधन गर्दै नेपालको भौगोलिक विविधता छ, नेपालको सांस्कृतिक विविधता छ, नेपालको तपाईँ चाहिँ सबैको सोचमा चिन्तनमा त्यहाँको खेतीपाती बसोबास भूगोल सबै किसिमले विविधता हुँदा त्यो विविधतालाई सम्बोधन गर्ने नेपाली शैलीले त्यहाँ पनि वृद्धि विकास यो चाहिँ तपाईँको खालको चाहिँ गर्न सकिन्छ भन्ने लाग्छ। र म नेपाल फर्किँदै गर्दाखेरि पनि यी कुराहरूलाई मैले आत्मसात गरेको छु। मैले नेपालमा पाउने विभिन्न फोरमहरू सामाजिक फोरमहरूबाट अथवा राजनीतिक कुनै फोरमहरूमा मैले यस्तो खालको राख्ने सेयरिङ गर्ने अवसर पाएँ भने यी कुराहरू मैले सेयरिङ। अलराइट, थ्याङ्क यू सो मच। धन्यवाद। तपाईँको चाहिँ अमेरिका बसाइ फेरि पुनः अन्तिममा सफल रहोस्। यहाँहरूको नि अमेरिका बसाइ राम्रो होस्, सुखद होस्, सोचेको कुरा पुरा होस्। सबैलाई धन्यवाद। थ्याङ्क यू सो मच। तपाईँहरूले पनि हाम्रो यो कार्यक्रम हेरिदिनु भयो।
तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद।